मिल्छ भाइ। पेल भनेको कि भाइ नाचेर बस्छ यार, कस्तो सही कुरो चाहिँ यार। त्यो हेलमेटमा यो माथि हयसको यो माथिको यो होटी हाल्नु पर्छ क्या है? होटी हालिदिनु न एकल। अन्त गोरु त भिजाउने भयो त्यो त। अन्त बाइक फर्काएर राखेँ है, बाइक फर्काएर राखेँ म आएँ। निस्केको है त ल। भन्छ गोरु भिजाउँदैन क्या केटा, मुखमा पानी पनि खासै परिन्न के यसो भने। अब यस्तै हो कि यसरी पानी पर्छ होइन। अब दिनभरि पानी पर्ने, अब रातभरि पानी पर्ने। त्यो भ्लग बनाउने ठाउँमा गएको त मैले भिडियो त हालेकै छैन, किनभने अब पानी छ होइन, पानीमा छ, पानी पर्छ दिनभरि। अब त्यो हिँडेको त क्लिपै हुँदैन क्या, कुनै भिडियो भइदिन्छ कुनै भिडियो भइदिन्न। अब पानीले भिजिरहेको अब यस्तो भनिन्छ क्या, गोरुमा अब धेरै तातो धेरै घाममा बनायो भने क्यामेरा सर्ट भनिदिन्छ होइन। अब धेरै चिसोमा भयो भने धेरै कोल्ड भयो, धेरै चिसो भयो भनिदिन्छ। त्यही भयो नि हो केटा है मेन कारण चाहिँ। न त डेली भिडियो आउँथ्यो केटा हो है। त्यही पनि अब त आउँछ केटा हो। अब त सबै चिजहरू मैले बनाइसकेँ, सबै यताउति म्यानेज गरिसकेँ मैले सबै कुराहरू। अब चाहिँ आउँछ। ल केटा हामी चाहिँ सुरुमा यात्रामा जान्छौँ, यात्रामा गएर यसो चियासा खाएर अनि त्यसपछि चाहिँ हामी चाहिँ आजको दिनको सुरुवात गर्छौँ है केटा है। अब कहाँ जाने, अब पानी परेको अब कतै जाऊँ भने पनि अब केटा पानीमा के खान जाने, बरु यसो एउटा क्याफेमा गएर टक्क बस्दिउँ न केटा है। म चाहिँ कुनै चिजको रिसर्चमा थिएँ कि केटा है। मनाङ जाने भनेको मनाङको बाटो चाहिँ कस्तो छ होइन, बाटो कस्तो छ मनाङको बाटो होइन। अब त्यहाँको कन्डिसन, बाटोको कन्डिसन, अब त्यतातिरको अब भ्यूहरू कस्तो छ, अब घुम्ने ठाउँहरू कतातिर छ के छ सब म रिसर्चिङमा थिएँ केटा है, रिसर्चमा थिएँ म। त्यही भएर चाहिँ अलिक भिडियो नि हाल्नु पाएन। अनि त्यसै पानी पनि पऱ्यो केटा, भिडियो बनाउन पनि बाहिर निस्किने मन लाग्यो, दिनभरि सुतेर बस्ने, गेम खेलो बस्छु, त्यही हो क्या केटा अब है। तर मैले सर्ट्स भिडियो त हालिरहेको हुन्छु, टिकटकमा भिडियो त हालिरहेको हुन्छु। त्यही हो युट्युबमा चाहिँ केटा हो कस्तो भन्दाखेरि त्यसरी पानी पऱ्यो हेर न केटा, अहिले पनि पानी, दिनभरि पानी रातभरि पानी हो क्या केटा है। यहाँ चाहिँ मलाई अस्ति समातेको कि यो पुलिसले घरमा आएर यार हाम्रो टोलको रे। तर केटा है के अरे हामी मोडिफाई गऱ्यो भने त्यस्तो आतङ्ककारी पुरा हल्ला गर्ने, त्यस्तो हल्ला मचाएर हिँड्ने चाहिँ होइन है अब केटा हो है। हामी आज चाहिँ शनिबार पानी दिन परिरहेको है, यो रेनी के अरे रेन डेमा केटा है, रेनी सिजनमा के भन्छ केटा पानी रेन होइन केटा हो, रेन के बाबु रेन होइन, रेन सिजन होइन। क्वालिटीहरू सब मिलायो केटा है। त्यसपछि चाहिँ बल्ल अब चाहिँ भिडियो हाल्न चाहिँ लाग्यो केटा है मैले। अब चाहिँ केटा वाल भिडियो आउँछ केटा तिमीले चाहिँ। अब अस्ति म तेल हाल्न आएको केटा, यहाँ 500 रुपियाँको तेल हाल्न आएको, तेल त हालेँ होइन। अनि के अरे पैसा कहाँ खर्चिरहेको क्या साइककोमा, कसम र भेजा खाइदिन नि एकछिन त। झन् घरबाट है पस नलिएर के केटा आएको, पस नलिएर यत्तिकै भोलिमा 500 रुपियाँ मात्रै हालेर तेल हालेर आउँछु, केटाहरूसँग एकछिन यसो भेटेर आउँछु भनेर तेल हाल्छु भनेर पैसै गयो केटाहरूलाई। कहाँ खाउँछु के यस्तो हुन्छ कि। हामी चाहिँ अब यात्रामा गएर यसो चिया यसो के हुन्छ, अब सिङ्गल सर्ट डबल सर्ट अब होइन, ट्रिपल सर्ट अब चोरल सर्ट नि हुनसक्छ बाबु। ल केटा हामी चाहिँ आज दुईजना मात्रै हिँडेको आएको छौँ नि, हिँड्ने होटलमा हस्पिटलमा ल केटा है। हामी चाहिँ यात्रा पार्किङमा, ओए कति उज्यालो भएको रहेन आज त पार्किङ त।
ए बत्ती बालेर रहेछ केटा है बत्ती बालेर पो रहेछ ल म चाहिँ बाइक यहाँ कुनामा राखिदिन्छु ल यो केटा है अब चाहिँ यहीँ खोलिदिन्छ है ल गलाएर खोलिदिउँ न होइन अद्दिन्न रे यार अद्दैन केटा अद्दिन म्या ल अद्दियो है अद्दिनु एकेटा है मैले चाहिँ बालमा कलर हालेको कस्तो देखियो बालमा कलर हालेर कस्तो देखियो उठा बाल्नुपर्छ त्यो होइन यता बाल्नुपर्छ यता बाल्दा अब हुन्छ र के अब बाल्दा अब हुन्छ बेस जा क्या एउटा हामी चाहिँ आइदिउँ है पाएर बस्दिउँ होइन अब हामी बस्छौँ मजाले बस्छौँ अन्त इङ्ग्लिस मिडियमले गर्दा है लगेर है हामी चाहिँ चियासिया खाएर सफ गरेर होइन निस्किएको केटा हो अनि ऱ्याङ्को चाहिँ पनि यहाँ लुगाइदिन्छौँ दुइटै यसमा हाल्ने कि भाइ दुइटा नदिने नि अट्छ नि अटाउनु नि बाबु अब त्यता है दुईवटा अचाउने तरिका चाहिँ यो है एउटा यस्तो गर्ने अब बाल्नु भाल लाइट बालकै देखिन्न त्यो भएर लाइट बालेको हो कि नदेखिनु हो नि यस्तो गर्ने होइन दुईवटा अड्डाउने तरिका क्या भाइ दुईवटा यसरी राख्ने केटा हो यस्तो गर्ने होइन यस्तो गर्ने यस्तो गर्ने यस्तो गर्ने अनि फेरि यस्तो अनि फेरि यस्तो होइन त्यसपछि फेरि यस्तो अनि त्यसपछि यस्तो अनि यसपछि अड्दैन भनेर कसले पत्ताउँछ केटा हो यसरी कसले भन्छ अड्दैन भनेर यसरी कसले भन्छ भन्दा केटा मैले ढुक्क हटाइदिन्छु ठिक है ल ल भाइ पेल भनेको कि भाइ नाचेर बस्छ यार कस्तो सही कुरो चाहिँ यार नाचतिर बस्दिँदा यार केटा है बाहिर निस्किनु पानी चाहिँ परेकै रहेछ तर त्यस्तो खालको चाहिँ परेको छैन ठिकैको छ यस्तो ठुलो पानी चाहिँ परेको छैन केटा ठिक्क भनेर कस्तो सिम परिरहेको क्या ए केटा यहाँ चाहिँ नयाँ फेसन चलेको रहेछ त अहिले त के हो ट्रेन्स बिच हो रे ट्रेन्स बिच रे केटा है ट्रेन्स बिच नयाँ खोलेको रहेछ है के केटा हेरिन्छ अलिक हेरेर लुगाहरू यस्तो टन्न कौराहरूको होइन रेट हेर्ने लास्टमा एउटा पेन्टी किनेर निस्किने कि केटा यता कि मोजा किनेर निस्किने कि 2-3 राउन्ड घुमौँ केटा है बाटोको पोखराको कन्डिसन कस्तो छ है केटाहरू डर राइडमा हिँडेको अफ रोडमा के अरे पानी परेको बेलामा अफ रोडमा चाहिँ हिलोको बाटोमा केटा है डर राइड चाहिँ मिठो आउँछ मजा आउँछ केटा केटा ब्रेक है गाडीको ब्रेक केटा हामी चाहिँ एक लर यसो लेकतिर गइदिउँ न ओइ बाबु पहिलाको स्केट पाएर अहिलेको वर्कसप तर यो ठुलो वर्कसप छ नि भाइ तर अहिले चलेको भनेको सबै केटा होइन साह्रो नहुने मान्छे कोही पनि हुँदैन यो समय अहिलेको समयमा केटा है यो समयमा फेरि पछि गएर के हुन्छ मलाई त थाहा छैन केटा होइन तर अहिलेको समयमा चाहिँ केटा वर्कसप एकदम चल्छ जसले वर्कसप खोल्छ जो चल्यो कि केटा जसको माइन्डमा म वर्कसप खोल्छु जस्तो सोच छ नि त्यो एकदम राम्रो केटा अहिलेको समयमा होइन बाइक नहुने मान्छे कोही हुन्न हरेक बच्चासँग बाइक स्कुटी हुन्छ एक्सिडेन्ट एरिया हो कि यता है यो एरिया चाहिँ
धेरै जस्तो एक्सिडेन्ट चाहिँ यहीँ हुन्छ कि यहीमा ठ्याक्कै कस्तो भन्दा उता आउने बाटो हो यता आउने बाटो हो अनि साइड लाइट कता सिधा यस्तो के त हेर न अब यता पनि जाने हो यता पनि जाने यहाँबाट पनि बाटो हो होइन यताबाट सिधै जाने हो भने कताको साइड लाइट दिन्छ नि त्यही चाहिँ के त त्यही भएर एक्सिडेन्ट हुन्छ क्या के त है साइलेन्स है के त है दाइको फेरि है ल हेर इन्जिनको आवाज सुन के त ल नयाँ ब्यागलाई माछिनी टाउ खाइदिन्छ मान्छेहरूले भन्छ होला क्या त है त लफङ्गा दिनभरि हिँड्छ है डुल्छ भन्छ होला क्या त है र मागसम्म के गर्ने के त अब कामै छैन त्यो माहौलले छोयो जस्तो खालको त हाम्रो लेक साइडको माहौलले छोएको जस्तो खालको त कपिल त जिन्जिर हेरेर के त कपिल त जिन्जिर हेरेर र के त कपिल हेरेको क्या हो पुग्लै पुगेको र कता गयो उता गयो गोग्रो देखेर होला केटा है हामी चाहिँ शान्त आएको थियौँ नि त गोग्रो देखेर होला न त त्यसले हामी गोग्रो नभएको ल्याङल्याङ गर्थ्यो केटा डुगोरै आएर ल्याङल्याङ गर्थ्यो म फेरि फर्काउनमा फेरि माहिर केटा फर्काइहाल्थ्यौँ कि म फेरि के आइस हो ल केटा हामी चाहिँ अब एकछिन घर गएर अनि एकछिनमा निकाल्छौँ है हामी चाहिँ है एकछिनमा अहिले एकैछिनमा है हामी चाहिँ अब एकछिन घर गएर अब भर पानी बिरो भयो नि त अनि जाडो हुन्छ नि त अब त अनि पानी बिरो भएपछि त अनि यसो पाइप साइड लगाइदिउँ न होइन टक्स लगाएर पाइप साइड लगाइदिएर यताबाट अघि चाहिँ गोग्रोमा च्याच भएर अनि टक्क लगाएर हामी यहाँ के अरे ड्राइभिङ सेन्टर आएको चाहिँ भिडियो बनेन डाइरेक्ट यहाँ हेरेर चाहिँ बनाएछौँ त्यही हो कुरा इन्जोय गर्नु होला त मिठो गर्दै भयो त लगेर अब आज चाहिँ गर्थ्यो अब स्पिड ब्रेकर टिकटक हान्नु भाइ टिकटक हान्दैन मा अब चाहिँ घुम्ने कार्यक्रम हुँदैछ यहाँ अब रेड लाइट बोलेको कारणले चाहिँ हामी ल भन्दा भन्दै हरियो बोलिसक्यो अब हामी चल्दिन्छौँ लगेर ठ्याक्कै रोकै भर चाहिँ हेर्नु न ट्याक्क अगाडिको टायर यहाँ छ पछाडिको टायर त्यहाँ छ पछाडिको त यहीँबाट ऐनाबाट देखाइदिनु भयो नि सही हो सही हो सही हो 40 अब ओह्रालोमा यहाँ चाहिँ लोडो भएर अहिले चाहिँ हामी के कम होइन ओह्रालोमा है थाहा रोक्थ्यो के त फेल भयो फेरि फेल भयो र रोक भन्दा बित्तिकै रोक न ठिकै दुइटैको बिचमा हाल्नुपर्छ कि के भयो त्यो भएन र केटा केटाहरू चाहिँ उहाँ डिप्रेसन जस्तोहरू बसे तिनीहरू चाहिँ सिकिसक्यो कि यहाँ छ दुईजना
आएन आयो खोइ त हैन ल त्यही एउटा अब चाहिँ ब्याग तानेर गइन्छ होइन पछाडि यस्तो जुममा त ब्लर 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 भइरहेको त किन हो जुम ब्लर के भन्छ नि बाबा बाबा आनन फुल हान फुल फुल हान है फुल हान्नु न हान्ने होइन के गर्ने अब चलान भर्खर चलान सिकेको फुल काट्ने भनेपछि उतापट्टि हेरे अब